अब चाहिँ म आज हाम्रो घरमा फलेको काउली अस्ति भिडियो हेरिराख्नु भएको छ धेरैजनाले। त्यही पनि अब यो काउली किन टिपिनौ भनिराख्नु भएको छ घरमा। अब टिप्नु पर्यो नि त काउली है। आज सब्जी यसैको बनाउने हो। ल हेर्नु है साथीहरू कति हुन्छ। अब यत्रो धेरै भइसक्यो यता चाहिँ। अब उता पनि यस्तै छ है। ल अब यो पनि टिप्छु ल साथीहरू। हेर्नु त खस्ने कि फेरि यस्तो ठुलो काउली फल्या छ। ल हेर्नु त आज त पाहुना चाहिँ बोलाउनु पर्ला जस्तो छ यत्रो काउली खानलाई। मेरो मेहनत त कति धेरै रहेछ कि। अब अनुदानै पाइन्छ क्या खै कृषिबाट यस्तो राम्रो खेती गरेपछि। ल हेर्नु त साथीहरू यत्रो धेरै भयो। अब के गर्नु होला 8-10 वटा काउली छ। आज छाकै पुग्ने भयो है।